गाइस आज मसँगै कस्तो जाम आइपुग्यो तर कस्तो पानी परिरहेछ बुढा कस्तो फिल भइरहेको त नि कस्तो होला तर गाइस धेरै पैसा सकिन्छ भने 3-4 मा त सकिहाल्छ भने उता मेरो बुढाले बिस्कुट लैजाम र मैले नलैजाम भन्दै थियो त्यसपछि बुढाले जितेर लग्यौँ बिस्कुट लग्यौँ कि लगौँ भनेर कस्तोको गएर धेरै नकिने चाहिने सामान मात्रै किनौँ है भनेर सल्लाह गरेर गयो तर के हो गएपछि त्यो पनि लानु मन लागिहाल्ने के गाइड अनि हामी दुईजनाको फेरि रोजाइ पनि मिल्दैन क्या उसले यो लगाउँ भन्ने मैले यो लगाउँ भने अनि लास्टमा दुवैजनाले भनेको लग्ने गर्छौँ नि त त्यही भएर टन्नै किन्यौँ काजु किसमिसहरू मेरो एउटा बहिनीले चाहिँ यो बदाम ल्याइदियो भन्दै थियो आलमन्ड बदाम उही लगिदिन्छु म उसलाई यही त होला नि होइन त्यो ठुलोवाला बदाम भन्छ बुढामा चाहिँ यही त होला ठुलोवाला बदाम भन्दै थियो बदाम हालेर हिँड्यौँ कस्तो दुल्दा भोक लागिसक्यो गाइस त्यो सबै मिक्स भएको बेलुकाको टाइम भएर होला केही पनि खानु नि खासै दिएको थिएन कि लागिसक्यो 6 बजिसक्यो त्यही पनि यस्तो भिड छ यहाँ अनि म चाहिँ प्रोटिन देखाउँछु मेरो बुढालाई जिस्काउँदै चाहिँ तिमी प्रोटिन लग्ने होइन खाने होइन भन्दै बेला बेला जिस्काउन मजा आउँछ नि त उसलाई त्यसपछि एउटा मैले मेरानो सिसीको फेस प्याक बोकेँ अनि त्यस पछाडि लागेँ बुढालाई खोज्न मेरो बुढा कता हो भागेर हराइहाल्छन् नि त खोजेर बल्ल सामान मिलाएर गाडीमा बसेँ मामे मैले सामान मिलाएको चाहिँ भिडियो खिच्नै बिर्सेछु के गाइज बेलुका भइसकेको थियो त्यसपछि हामी घर फर्क्यौँ यो चाहिँ रेल आउँदै रहेछ त्यही भएर ठ्याक्कै गाडी रोकिएको थियो अनि त्यही बेलामा यसो सम्झेर मैले भिडियो खिचिहालेको थिएँ कि कस्तो जाने बाटोमा चाहिँ ठ्याक्कै रेलको लिक र गाडी नै एउटै बाटो कि अनि ठ्याक्कै रेल पनि आयो मैले टक्कै एउटा भिडियो पनि खिचेँ यस्तोमा चाहिँ मलाई गाडी चलाउन यस्तो डर लाग्छ कि त्यो बन्द त हुन्छ तर सिङ्गो नभएको ठाउँमा चाहिँ लामो ठ्याक्कै बिचमा गएको बेलामा आयो भने ट्रेन भने जस्तो लाग्छ कि आजलाई साइनारा